कुन रूपमा चिन्नुहुन्छ? निखिल होइन, निखिलजीलाई पनि मैले चिनाउनु पर्ने तपाईँ? अनि चस्मा चस्मा लगाएर कपाल गएछ। अनि अस्ति कता त्यो रोपिरहेको थिएँ, त्यही भएर क्या मेरो एकदम मिल्ने साथी। हामी जबसम्म ऊ चाहिँ यो अहिले धार्मिक यो प्रोग्राममा हिँड्नु अगाडि चाहिँ हामी एकदमै मिल्ने साथी हौँ। सँगै फिल्म हामी धेरै फिल्म गऱ्यौँ। हामी आउटडोर जाँदाखेरि पनि रुम पनि सेयर गरेर सुत्थ्यौँ। उसँगको बेस्ट कस्तो मजा आउने भने बेलुका भएपछि त हामी एउटा यङ टाइममा क्लब जान मन लाग्थ्यो होला होइन, कतै रेस्टुरेन्ट जान मन लाग्थ्यो होला, कतै जान मन लाग्थ्यो होला। तर हामी चाहिँ हाम्रो एलाउड थियो, हाम्रो एउटा उहाँको एउटा प्रवचन हुन्थ्यो। हामी जहाँ सुटिङ जान्थ्यौँ, जहाँ पनि जान्थ्यौँ, उहाँको एउटा प्रवचन हुने एउटा ठाउँ हुन्थ्यो। अनि प्रवचन भन्ने हाम्रो गुरु हामी निक्लेश्वर भन्थ्यौँ, स्वामी निक्लेश्वर भन्थ्यौँ। हामीले उहाँलाई पहिला एउटा बियर चढाउँथ्यौँ। अनि हामी सबले हातलाई बियर लिन्थ्यौँ, चियर्स गर्थ्यौँ। अनि उहाँको बाणी सुरु हुन्थ्यो। अनि खाँदै सुन्थ्यौँ हामी। यति मिठो लजिक दिनुहुन्थ्यो, यति मिठो प्रवचन दिनुहुन्थ्यो होइन, एकदमै राम्रो। अनि हामीलाई त निखिल भएन भने आज कहाँ हो, निखिल छैन भने चाहिँ बोर लाग्ने, किनकि बाणी सुन्न नपाउने होइन। प्रसाद चाहिँ हाम्रो त्यो हुन्थ्यो। त्यसरी सुरु भयो। तर बिस्तारै उहाँले त्यो मदिरालाई पनि अहिले चाहिँ अभोइड गरिदिएर कि उहाँको एउटा भनाइ के छ भने कुनै पनि कुराले तबसम्म खानु क्या, त्यसलाई दित मानी गरेर त्यसपछि त्यसको रस कहिले पनि रहँदैन, त्यो आफै छुटेर जान्छ। सायद अहिले उहाँले माछा पनि खान छोड्नुभयो, निखिल अहिले माछा पनि खान छोडेको छ, अनि ड्रिङ्क पनि खान छोडेको छ भनेर सुनेको छु मैले। आजभोलि चाहिँ प्रवचन सुन्नु पाएको छैन। ड्रिमर हो, एउटा ठुलो क्रिएसन गरेर नि हर वक्त होइन नयाँ केही काम गरिराखौँ भन्ने मा हिँड्ने व्यक्तित्व हो।